स्वर्गद्वारी जान तयारी गर्दैछौँ। यो के हो दिदी? हामी स्वर्गद्वारी जाने बाटोमा पर्ने भाइरल डाँडा भन्ने यही हो। ओके हैन कति ठुलो छ। उ त्यहाँ हेर न कसले गरेको यो कुन्ने। उ त्यहाँ हेर न उ त्यहाँ पनि छ नाकको। नाकको नि हो हेर्न जाम न। ल जाम। आहा कति ठुलो नाग देउता हैन दिदी? ओके हैन कति ठुलो कति राम्रो छ भाइ। त्यो नाग देउताको मुखबाट बाहिर नीलो नीलो त के हो? त्यो हो त्यस्तै हुन्छ के त्यही हो। ए अनि दाँत नि कति ठुल्ठुला छन् न। ओके कति राम्रो छ। मूर्ति छ कसले बनायो नजिक पडाउ त। यतिबाट हेरौँ बढी टाढा नजाम के। तिनी के हुन्? तिनी कुन्ने सिब्लिङ हैन हाम्रो। हाय गाइज हामी चाहिँ एकदमै रमाइलो भयो। जाडो पनि भयो कस्तो जाडो भयो। स्वर्गद्वारी आएको छन् हावा चल्दैछ झन्। ओके हामी जामा पनि ल्याएको थियौँ तर जाडो भएर नलगाएको। हेर्नु त वहाँ कति राम्रो भ्यू छ उ त्यहाँसम्म। कति रमाइलो भयो। हामी त सानैमा डर के छ पानी त्यही भएर हामीले खिच्न भ्याएनौँ। उ त्यहाँ कुहिरो पनि छ। एक दिन चाहिँ हामी यही राति सुतेको हो हिजो आएर अनि हिजो राति सुते अनि आज चाहिँ जाने हो क्या घर पानी नपऱ्यो भने। उ त्यहाँ हेर्नुहोस् न बादल उ त्यहाँ बादलहरू नि कति राम्रो देखिन्छ। उ त्यहाँ कुहिरोहरू पनि आएको छ। वाह कति रमाइलो भयो गाइजहरू। तल देखाइदिनुहोस् त कस्तो राम्रो नजारा छ। बादल हो हैन त्यो। यतातिर पनि कुहिरो लागेको छ। कस्तो जाडो भएको छ गाइजहरू। हामी चाहिँ कस्तो जाडो लगेकोमा आज चाहिँ हामीलाई स्वर्गद्वारी मन्दिरमा निकै रमाइलो लागेको छ। हामी चाहिँ भिडियो बनाउन पाएको थिएन। मैले मौका सकेर बनाएको छु। पानी आएको छ भर्खर पानी बिदो भयो त्यही भएर थोरै भिडियो बनाएँ। हामी कति लामो बनाउने भन्थ्यौँ तर पाइएन। पानी आएको छ भर्खर बिदो भएछ। छोटो छोटो बनाएको कति रमाइलो भयो आनन्द आहा। जमिन छ कि जस्तो लाग्छ। हाम्रो गाउँतिर कस्तो गर्मी हुन्छ पङ्खा चलाउनु पर्थ्यो। यहाँ त कस्तो जाडो हुन्छ। पुरामा हावा भरेर लैजाउँ न अनि वहाँ गएर खाना। ल उता जाऊँ उता पनि घुमाऊँ कति जाडो भयो। वाह हेर त तल बुझ्ने कस्तो बादल छ होइन पाहाडमा। वाह कस्तो राम्रो कुहिरो पनि लागेछ। ओके हेर न कति राम्ररी ढाकेछ पहाडहरू। हामी पहाडहरू भन्दा कति माथि छ भन। बादल हो त उ त्यहाँ हेर न बादल हो वाइट कलरको बादल हो कि कुहिरो कस्तो रमाइलो भयो न यहाँ आएर। हामीले छोइ जस्तै लाग्यो हैन। ओके तेरो पहाड सिम्छ बादल नि त हामी बादल छोइनी। जाम उता पनि घुमाम के। पढ्न आवश्यक जय भगवान हामीलाई पढ्न आओस्। जय भगवान पढ्न आओस्। हामी चाहिँ स्वर्गद्वारीको शिवलिङ्गमा पूजा गर्दैछौँ। हेर्नुहोस् गाइजहरू स्वर्गद्वारीका घन्टीहरू बजाउँ अब हामीले। ए कति ठुलो म त सक्दिनँ। गाइजहरू अब चाहिँ हामी प्रसाद लिएर बाहिर निक्लिँदैछौँ। हेर्नुहोस् गाइजहरू स्वर्गद्वारीको फुलहरू हो। ओके कति राम्रो छ। दिदी यो के हो? यो तरकारी हो नि बहिनी। ए हो र कति धेरै खाना न तरकारी। कति धेरै खानु वहाँसम्म खान के तरकारी हुन् कुन्ने बारी हो के नानी बारीमा हो तरकारी भयो। ए यो चाहिँ हामीले खाएको यही हो। ए हामीलाई चाहिँ बहुत खुसी लागिरहेको छ। दे हेर्न मम्मी कति रमाइलो भयो। ओके हामी जाम भनेर त हो नि तपाईले भन्नु नि त। के रमाइलो लाग्यो न। मौसम पनि एकदमै जाडो
ओके डर लाग्थ्यो घर बापर पानी पिदो भयो घर बापर पंखा चलाएर बस्नु पर्छ गरम भयो यहाँ त जाडो भयो हैन हिटर चलाएर बस्नु पर्छ ठ्याक्कै उल्टो कस्तो लागिरहेको छ रे रमाइलो भयो तर जाडो पनि बहुत भयो त्यही सुटिङ गरेर आफू सुटिङ गरेर मलाई घाटा लाग्यो नि त हैन भिडियोमा ओके। आउनु पाएन हैन आउन पाउन थिएन अहिले भने आउन ह म हिजो बहुत दुःख लाग्थ्यो हिजो चाहिँ पानी धेरै आएर भिडियो खिच्न पनि पाइन्न होला फोटो खिच्न पनि ओके। पाइन्न होला यति ठुलो मन्दिरमा आएर पनि एउटा फोटो भिडियो भएन भने त के मजा भयो र न ओके। हाम्रो च्यानलको लागि केही गर्न सकेन स्वर्गदारीमा आएर भनेर दुःख लाग्थ्यो आज चाहिँ थोरै भयो भने छोटो भिडियो पनि भए पनि हाम्रो च्यानलमा हामीलाई माया गर्नेहरूलाई दिन सकेकोमा धेरै नै खुसी छु म ओके म पनि खुसी छु हिजो त हामी झन् कस्तो पानीमा भिजेर आइथ्यौँ होइन कपडा पनि सब यहीँ आएर किनेको होइन चप्पल पनि यहीँ किनेको सबले जुत्ता भिजेर कपडा भिजेर सब भान त कस्तो भयो थियो होइन बल्ल बल्ल आएको तिमीले रहर गर्थ्यौ जाम जाम भेना भनेर न यति राम्रो रहेछ पो रहर गरेछ हेर न मन आनन्द भएछ क्या यो धार्मिक हिसाबले पनि एकदमै महत्त्वपूर्ण प्राकृतिक सुन्दरताको पनि खानी नानीले जाडो भएर थुरु खानु छ नि त कस्तो जाडो भयो कि सानीमा तपाईँले दुईटा प्रसाद ल्याउनु ओके हामी त एउटा ल्याखाम है हामीले त दुईटाको दुईटा ल्याएको नि किन कतिको रमाइलो लाग्थ्यो मलाई बहुत रमाइलो लाग्यो तपाईँलाई मलाई त एकदम रमाइलो मलाई त जिउँदै स्वर्ग गयो जस्तो स्वर्गद्वारी नाम मात्रै हामी ठाउँ पनि सच्चै स्वर्ग जस्तै रहेछ यहाँ त ओके होइन सुन्दरता पनि एकदमै रमाइलो होइन नमस्ते 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 यो ठाउँलाई किन स्वर्गद्वारी भनिन्छ पहिला पाण्डवहरू स्वर्गको यात्रा गरेको हुनाले यो ठाउँबाट यो ठाउँको नाम स्वर्गद्वारी रह्यो अनि यहाँ क्या गाईहरू गाईको सेवा गर्छन् अनि साधु सन्तको सेवा गर्छन् साधु भनेको के हो जोगी भन्छ तिमीहरू साधु सन्तको सेवा हुन्छ अतिथिको सेवा हुन्छ अनि वेदको रक्षा हुन्छ वेद भन्ने के संस्कृत तिमीले पढाएको छौ संस्कृत बुढीमा अलिअलि कसैले पढाउँछन् अझ त अलिअलि गर्न लाग्छन् कहीँ ठाउँ ठाउँमा अनि यहाँ संस्कृत पढाइ हुन्छ वेद पढाइ हुन्छ होइन अनि त्यहाँदेखि सनातन धर्मको रक्षा हुन्छ बुवा आमा मान्छन् यहाँ पढेका मान्छेले बुवा आमालाई माया गर्छन् दिदीबहिनीलाई माया गर्छन् होइन अन्त पढेका मान्छेले स्कुलमा अन्त चाहिँ इङ्ग्लिस लिएर पढेका मान्छेले बाबुआमा लिएर वृद्धाश्रममा राख्छन् हो कि होइन सुधार केन्द्रमा लिएर राख्छन् बाबुआमालाई बुढाबुढी भयो भनेपछि ए यो बुढो त कति करा भन्छन् अनि त्यहाँनिर त के अरे वृद्धाश्रममा लिएर छोड्छन् हामी चाहिँ अहिले चाहिँ 300 कति रे 39 49 सिडी चढेका छौँ चढेका चाहिँ झरेका छौँ अझै कति छ 600 वटा छ रे त्यो चाहिँ हामीले साबित गर्नको लागि गर्नेको छौँ हामी चाहिँ त्यो साबित गर्नको लागि गनेको छौँ सिडी हामीले सिन राम्रो सिन हेर्दै आइरहेका छौँ हेर्नुहोस् त राम्रो छ चाहिँ हामी अब फेरि अब हामी चाहिँ फेरि हिँड्ने कुरा गरेको छौँ यो चाहिँ रेस्ट टाइम हो अब चाहिँ हामी फेरि हिँड्छौँ है अनि फेरि ल 40 भयो 41 349 42 31 हाम्रो चाहिँ 350 पुगिसकेको छ सिडी हामी चाहिँ अझै 350 होइन 51 52 वाउ कति राम्रो सिन हो दीपिका 500 भयो सिडी गर्नेको हो र ये हामीले सिडी गर्ने भ्यायौँ फाइनली 600 वटै रहेछ न झुट बोल्नु भएको रहन्छ हामीले 600 वटा यताउता गर्दाखेरि 600 नै भयो 600 के यत्रो सिडी पार गरिसक्यौँ हामीले हामी जान्छौँ अब चाहिँ हामी घर जान्छौँ बिचमा देखाउनु परे पनि देखाउनु होला भिडियो नि